खाना 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 मान्छेहरूले चाहिँ यहाँ रङ साइडमा हालेर चाहिँ अहिले रणभूमि जस्तो देखिएको छ धुलोले। पानी नि भ्याइयो राति 2 बजेदेखि बसेको अहिलेसम्म अहिले कति भइसक्यो खै जामै जाम एकदमै पररी बलहरु। वेलकम ब्याक टु माय युट्युब च्यानल कृष्ण ब्लग सुजन। आज चाहिँ म कहाँ छु भन्दा यो तपाईँलाई देखाइहाल्छु। दाउनेको जाममा चाहिँ यस्तो नमजाले फस्छ नि, बवाल तरिकाले फस्छ। आमा यहीँ दाउनेसम्म आएको है, बवाल फसाइदिने यस्तो जाम छ होइन केटा। यो बाटो कहिलेसम्म बनिएमा कसम यार, सरकारलाई के भनौँ मैले यार। कमसेकम एक लाइन त खुलाइदिँदा हुन्छ त यार। सबले दुःख पाइरहेछ क्या, कहिलेसम्म खुलाउने हो यो जाम। छ्या बर्बाद हुने भयो त यार। उता चाहिँ देखाउन मिलेन होइन। हाम्रो प्रहरी अब मामा भनौँ कि दाइ भनौँ होइन, तर एकदमै बेस्ट गरिराख्नु भएको छ प्रहरी दाइहरूले होइन। यो दाउने क्षेत्रलाई चाहिँ सरकारले सकेसम्म छिटो चाहिँ काम गर्न सक्यो भने चाहिँ बवाल हुन्छ होइन। खतम छ कि धुलोको त अब यो अब धुलोप्रति त माया भइसक्यो देशको होइन। यस्तो जाम छ केटा हेर। यो जाम त खुल्ने त खै यार कहिले हो कहिले। पानी पनि छैन, 12 बजे घाममा छौँ हामी है। खतम छ। नाइस धुलो, नाइस धुलो, बवाल धुलो। यस्तो धुलो खतम छ कि खतम। के छ तपाईँको अवस्था कस्तो छ अहिले? दाउनेको जामलाई के भन्न चाहनुहुन्छ? बवाल छ दाउनेको जामलाई के भन्ने हो। केपीएललाई धन्यवाद, दाउनेमा ठुलो खाल्टो छ, उहाँलाई ल्याएर छिटो ट्याक्क पुरेर बचाएर राख्नुपर्छ। छिटोभन्दा छिटो केपीएललाई लिएर आउनु होला यो दाउनेको डाँडामा। यस्तो अवस्था एकदमै दयनीय अवस्था छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। न पानी छ गाडीमा, पानी नि भ्याइयो राति 2 बजेदेखि बसेको अहिलेसम्म अहिले कति भइसक्यो खै जामै जाम छ। यहाँ चाहिँ समस्या यस्तो परेको छ है। ल ट्रक ड्राइभरहरूको नि बल्ल खुसी हुँदै निक्लिनु भएको छ है। दर्शकबिनहरू धुलो देख्न सक्नुहुन्छ। यहाँ धुलोले यहाँ जङ्गल हो कि के हो, यो रणभूमि जस्तो देखिएको छ धुलोले। पक्कै पनि रणभूमि त होइन यो नेपालको विकास हो। कमसेकम एक लाइन त बनाउनु नि यार। मायाकसम अहिलेसम्म एक लाइन बनाउनु सकेको छैन। खतम जाम छ खतम। मान्छेहरू हिँड्दै पनि धर्मकै लागि भनेर हिँड्दै जानुभएको छ। एकदमै प्रहरी बलहरूले राम्रो काम गर्नुभएको छ यहाँ चाहिँ होइन, व्यवस्थित तरिकाले होइन। अब त समस्या पनि त बुझ्नु पर्यो। अवलोकन गर्ने मान्छेहरू पनि धुलो खानुभएको छ। आमामा भिजिट नेपाल 2025 हो क्या अहिले।
ब्यालेन्स आएको चाहिँ ल स्टिकर बसमा टाँसेको देख्न सकिन्छ। छिड्न गाह्रो हो यार। पुलिसकै गाडी हाले अनि कहाँबाट हुन्छ त? पुलिसको गाडी हाले सुरुमा रङ साइड। मान्छेहरूले चाहिँ यहाँ रङ साइडमा हालेर चाहिँ अहिले यस्तो अवस्था भइसकेको छ कि अब कतैबाट बाटो छैन क्या। पुरा होटेलहरूमा पनि गाडी छिराएर ट्राफिक परेडले गर्न खोज्नुभएको छ, तर पनि खै अवस्था चाहिँ बेलुकासम्मै नहोला जस्तो देखिएको छ। खाना 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 गहन क्या अलि उता जान्छ तपाईँ कसरी बाइक ल्याएर हाल्नुहोस् यार। अलि उता जानु न भित्र यता हाल्ने यता। ओ दाइ के छ? ठिक छ यतै दाइ गाडी लिएर कहाँ हो र दाइ हाम्रो होटेल? यहाँ बन्द छ नि, होटेलै बन्द छ, कहाँ खाना खान्छन् रे? हामीले खाना नखाने तपाईँलाई मान्छे भोक लाग्यो क्या? हाम्रो गाडीमा प्यासेन्जर छैन क्या? त्यति कमेन्ट हो तपाईँको। मान्छे इमर्जेन्सी हुन्छ त यार, कहाँ गएर आउँछ? किन तपाईँले तपाईँले गर्दा कमरो बोलाएको भएको छ भन्नु ल्याउनु न। बाटोमै छ दुनियाँको कुरा छोड्नु नि, तपाईँको इक्जाम भयो त साइड गरिदिनु न सेती गर्दा। यो कुरा नगर्नुहोस्, तपाईँ साइड लगाउनु के लगाउनुहोस् न। धेरै कुरा नगरी साइड लगाउँदा भइहाल्छ। साइड लगाएस त सक्यो त यार। त्यही भनेको मानम यार, दुनियाँ मान्छेहरू फसिरहेको कस्तो मान्छे रहेछ। पछाडि बाइक च्यापेको भए हुन्छ क्या। सबलाई ब्याक गराउनु पठाए हुन्छ क्या। खाली थियो उठाएर हराइदियो। यो गाडीले मात्रै पेसेन्जर बोकेको छ। साथी सुन्दैन भने तपाईँलाई आफ्नो गाडीको दिनु न भने 100 मान्छेले चाहिँ कमेन्ट गरेको छ। तपाईँलाई मात्रै भोक लागेको छ। हिजोबाट छन् त यहाँ नाइट बसहरू, हिजोबाट छन् त नाइट बसहरू क्या। तपाईँलाई मात्रै भोक लागेको छ। तपाईँले गर्दा पछि त्यस्तो मैले पाइप पनि निस्किन पाएको बुझ्नुभयो किन? तपाईँ दिनु न। त्यसलाई सुन्नु, यहाँ छु भागीदार तपाईँलाई महँगो पर्ला। एउटा मैले भनिदिएको छु राम्ररी होइन। तर सुन्नु, त्यही गर्दैन यति सुविधा छ। कागज ल्याउन दिने कुरा दिनु होइन, तपाईँ डिटेल दिने यस्तो हो कि सबैजनाले कमेन्ट गरेको छ एउटा कुरा। यो
जाम भएको छ गल्ती स्वीकार्नुहोस् है ठुलो कुरो नगरी जाम तपाईँ गल्ती गरिहाल्नु सहयोग दास पत्ता छोडा तपाईँले गल्ती गर्ने ठुलो कुरा गरेको हो होइन है गल्ती गरेर स्वीकार्नु हामी तारदेखि आएर बस्यो तपाईँको 1 घण्टा भयो तपाईँले जाम ब्याक गरायो ब्याक अब ब्याक गर्नु मात्रै नहो